भर्खरै हामी चाहिँ यो कुलेखानीको किनारमा आएर चाहिँ चिया खान बसिरहेको छौँ। एकदम हावा चलिरहेको छ होइन। यो सिरेटो चाहिँ खतरा छ। अघि हामी हिँडेको बाटो चाहिँ के भन्दाखेरि हामीले चाहिँ गाडीको इन्सुरेन्स फेल भएको रहेछ। अनि फेरि गाडीको इन्सुरेन्स बनाउन लाग्यो। त्यही भएर चाहिँ हामीलाई चाहिँ त्यहाँ अलिकति टाइम लाग्यो। ढिलै भए पनि हामी चाहिँ अब दुईजना ट्राभल गर्दै गर्दै अहिले हामी चाहिँ कुलेखानीको किनारमा आएर थुक्पा चाउमिन कफी चिया खाँदैछ होइन। दाजु कस्तो लागिरहेको छ? एकदमै रमणीय ठाउँ रहेछ। ज्यादै आनन्द एकदम मनमोहक ठाउँ सर र बतास चलिरहेको छ होइन। यो ठ्याक्क भिडियोमा भन्न चाहिँ नमिल्ने के है, देखेर नमिल्ने होइन मान्छेहरूलाई सुन्दाखेरि। यो जुन के अरे घाम मात्र परिरहेको छ नि त्यसले तातो भयो भन्ने होला, तर यहाँ चाहिँ एकदम त्यो सिरिट चलिरहेको छ क्या। त्यसले गर्दाखेरि त्यो त्यसको छुट्टै आनन्दनी छ। अनि त्यसले छुट्टै दिएको अलिकति तनाव पनि छ होइन। त्यसले छोइरहेको छ र हामीहरू नजिक आउनुभयो भनेर उसले चाहिँ घचघचाइरहेको छ। चट्ट चट्ट कानमा चाहिँ चिसो सेरोटोले हानेर के हो ल आउनुभयो भनेर बोलाइरहेको जस्तो भएको छ। रातो रातो बनाइसके कान पनि त्यो धेरै सिरुठोले हानेर भिनाजुले चाहिँ ब्ल्याक पेपर थपी खानुभयो कि, तर मैले चाहिँ खानै सकिनँ है। अब हाम्रो यात्रा चाहिँ फार्पिङ हो। हामी फार्पिङ हुँदै अनि त्यहाँबाट चाहिँ के अरे अहिले दक्षिण काली कटेपछि चाहिँ फार्पिङ हो हुँदै अनि तल चाहिँ हामी के अरे के फेदी रे भीमफेदी निस्किन्छौँ। अनि सायद भीमफेदी गएर फेरि चाहिँ चिया खाइन्छ होला होइन। भीमफेदीमा त्यहाँको पनि फेरि अब सबै टेस्टहरू लिनु पऱ्यो। भीमफेदीमा चाहिँ फेरि एकदम लोकल खानाहरू पाइन्छ क्या। हामी योभन्दा अघिल्लोचोटिको ट्राभलमा त्यतिखेर हामीले यसरी खिच्ने रेकर्ड गर्ने भन्ने पनि हामीले केही पनि गरेका थिएनौँ। तर हाम्रो भीमफेदी त्यतिखेर एकदम लोकल खाना खान पायो नि त्यहाँ है। त्यो चट्ट मिठो छ, स्वादिष्ट खानाको। त्यहाँ पनि हामीले चाहिँ यसो अवलोकन पनि गर्ने अनि स्वादिष्ट खाना नि के खाजा लिएर अनि हामी हेटौँडातिर लागिन्छ। पुलसँग जोडिएकै छैन कुलेखानीको ड्याम, त्यहाँबाट पानी मोबाइल हेरे कि बाटो हेरे। ल हामी भीमफेदी आइपुग्यौँ होइन होइन भिनाजु। भीमफेदी आइयो बजार। अब छ्याट्टै यहाँ चाहिँ तातो तातो चिया खाएर निस्किने कि हेटौँडा गएर खाने कि भन्ने कुरा छ। देउराली झरेर भीमफेदीमा आइयो। चार्जिङ स्टेसन यहीँ रहेछ। चार्ज हाम्रो अब चल्नै छ अझै। अब चिया खाने मात्रै कार्यक्रम बाँकी छ। सेलरोटी खान जाने भन्ने कुरा अरे हामी देउराली पनि बस्दैनौँ आज चाहिँ होइन। देउराली बस्ने कुरो थियो सुरुमा चाहिँ हाम्रो होइन। तर चाहिँ अब देउराली नबसिकन हामी चाहिँ अगाडि बढ्छौँ। यहाँ चाहिँ हाम्रो सीता दिदीको पनि फोन आइरहेको छ अहिले चाहिँ होइन। बिना जुदा कुरा भन्दै हुनुहुन्छ। अहिले चाहिँ हामी ठ्याक्कै चाहिँ भीमफेदी आइपुग्यौँ। अब भीमफेदीमा पनि हेरिरहेको छौँ एकदम लोकल खालको चाहिँ टिपिकल यहाँको चाहिँ भएको कुराहरू पायो भने हामी चाहिँ चिया खान्छौँ होइन। होइन भने चाहिँ हामी सरसर्ती हामी अगाडि बढ्छौँ आज चाहिँ। ल यहाँ चाहिँ बोतलमा पेट्रोल बेच्न राख्दो रहेछ नि त। ए यसरी यहाँ बोतलमा पेट्रोल बेच्न राख्दै आउँदो रहेछ। भिनाजु भन्नु त किन? अनि तिमी बिजी हो र नानी? एकदमै फोन काटिहाल्यो। होइन बिजी होइन, म पसलमा हो भिनाजु। ए मान्छे